हेर्नुहोस् साथीहरू, हाम्रो फुटबल प्लेयर होइन प्रीति राईलाई चाहिँ होइन पत्रकारले क्वेसन गर्नु खोज्छ कि तपाईँले फुटबल खेलेर चाहिँ धेरै कमाउनु भयो होला है भनेर। अब हाम्रो फुटबल प्लेयर प्रीति राईले चाहिँ के भन्नुहुन्छ है त सुन्नुहोस् है त, स्क्रिनमा गएर फुल भिडियो वाच गर्नु होला। फुटबल खेलेर तपाईँले धेरै कमाउनु भयो होला है? कमाएँ, इज्जत कमाएँ, माया कमाएँ, त्यही ठुलो जस्तो लाग्छ। आर्थिक रूपमा पनि त के कमाउ कतिको सपोर्टिभ भयो? बाहिर पनि खेलिराख्नु भएको छ त्यो हिसाबले। आर्थिक रूपमा अब यो उमेरको हिसाबले हेर्ने हो भने चाहिँ हो राम्रो गरिरहेको छु जस्तो लाग्छ। तर योभन्दा अझ बाहिर हेरिकन चाहिँ राम्रो हुनसक्छ जस्तो लाग्छ। इन्डियामा खेल्दा राम्रै पैसा आउँछ आई लिगमा? राम्रो हुन्छ, किनभने उनीहरूको चाहिँ अब पुरै प्रोफेसनल रूपमै गइसक्यो उनीहरूको। अब यसपालि तिन महिनाको थियो, लास्ट सिजनसम्म चाहिँ 1 महिनाको मात्र थियो लिग। अब यसपालि 7वटा गेम खेल्नु भएन कि कतिवटा खेल्नु भयो? 8वटा। 8वटा खेल्नु भएन। एउटा चाहिँ इन्जुरीको कारणले मिस भयो।